हेलो गाइज, नमस्कार अनि दर्शक नमस्ते। आज चाहिँ मैले एउटा मगाएको थिएँ कि हेडफोन मगाएको थिएँ। अब यो हेडफोन मगाउनु चाहिँ ठुलो कुरा होइन, तर यता एउटा फ्लिपकार्टमा चाहिँ 5 मिनट 9 मिनटमा चाहिँ आइपुग्ने रहेछ के। मैले नि पहिला अब 2-3 दिनकै थाहा थियो, त्यो चाहिँ थाहा थिएन। अहिले भनिदिन्छु कहाँदेखि आउँछ 5 मिनट भन्ने। अहिले चाहिँ हामी हेडफोनको ओपनिङ गरौँ है। यो चाहिँ बोटका कम्पनीको मैले मगाएको थिएँ, देख्न सक्नुहुन्छ तपाईँहरू। हाम्रो नेपालमा त कहाँ अब हाम्रो नेपालमा त होइन गाइज, कहाँ 5 मिनट 9 मिनटमा आउने हो। यता त 5-9 मिनट त खाना खाने लगाउँछन् मान्छेले। यो चाहिँ यतातिर मगाएको थिएँ मैले, ठ्याक्कै 9 मिनट देखाएको थियो, 9-10 मिनटमा आइहाल्यो तल। फोन गरिहालेको थियो त्यसले 9-10 मिनटमा। ल है, अब हल्का उ नसोच्नु होला, यो हल्का खोल्या पनि थियो। अहिले चाहिँ यसलाई ओपनिङ गरौँ है, कस्तो छ भित्र। 9-10 मिनटमा चाहिँ त्यसले दिएर गएको थियो। यसको भित्रको चाहिँ यस्तो छ, कुनै यस्तो प्रकारले प्याकिङ गरेको छ। यसमा चाहिँ यस्तो छ। यो चाहिँ सिधै यता लगाएर सिधै मोबाइलदेखि कनेक्ट गर्नेवाला होला। यो चाहिँ त्यसको चार्जिङ होइन, यो चाहिँ हाम्रो फाइनल्ली हेडफोन हो। यस्तो टाइपको छ यो, मैले मगाएको थिएँ होइन। यतादेखि चाहिँ यसको अन गर्नेवाला अन भइसकेको छ, देख्न सक्नुहुन्छ यतातिर ट्याक्क। अनि साउन्ड चाहिँ अब बोटका कम्पनीको कुनै यस्तो प्रकार छ। यससँग 3टा आइटम आएको छ। अब खालि डब्बा त काम भएन होइन।